आज स्याटरडे को मौसम हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ मौसम। अर्डर आउला जस्तो छैन हैन। It's too, yeah? Sorry boss, it's from Sainsbury. Let's see how many items, and they're going to show you everything. Oh, they have 14 items, you know. I think another order, 2 order, but जुन चाहिँ सानो छ त्यो लगेर जानु सकिन्न दुईटै त हैन। आइरिस 15वटा ना मसँग अहिले 2वटा अर्डर छ हैन, त्यो दुबई उबरमा हो। सो जुन चाहिँ सकिन्छ त्यही लानु, किनकि दुबई सक्छ भन्ने जस्तो मलाई लाग्दैन। ड्राइभर भित्रमै छ कुन चाहिँ रहेछ दे दे भाई, वो भी दे दे, अभी दे दे। 3 बैग है, फिर 2 एड्रेस में करेगा, तुम्हें पता वो दे दे। बड़े पेट चाहिए फिर हाल में पता नहीं ना मेरे पास ही ऑर्डर क्या फिर करोगे यार? को पनि अर्डर आयो हैन, set another order in, set another order again. Right? Thank you boss. You may also please. Thank you boss. There's 2, yeah? Okay, thank you boss. 40 740 जति एउटाको भयो हैन। अर्को गाह्रो छ त यार, जान्छ त यो। हेरेपछि आजको यो सिमको फ्लावर सबै आएको छ। यो मेरो फर्स्ट अर्डर। एउटा अर्डर आएपछि टन्नै अर्डरहरू आउँछ हैन, तर पनि सबै अर्डरहरू लिएर जान सकिँदैन। अब आइपुग्यो डेस्टिनेसन। मलाई लाग्छ हिँड्नुपर्छ यो। It's from Sainsbury. 0656. Sorry boss, it took long, yeah. Oh man. No, they haven't prepared that one, but they took long. Thank you. So, आज स्याटरडे अनि 21 दिन चाहिँ अब छुट्टी लिएर बसेको बेलामा हैन, बाहिर निस्केर चाहिँ निस्किहाल्यो। अर्डर टन्नै आएको छ, तर पनि सबै लिन पाएन किनकि तिनीहरूले बनाउनलाई टाइम पनि लगायो। यो साइडको वरिपरि पार्क छ हैन, अनि त्यसपछि शान्त एकदमै क्वाइट छ यो ठाउँ। यतातिर मजाले पार्कहरू छ। अर्डर आउँछ, ठुलो ठुलो आउँछ हैन, रेस्टुरेन्ट अनि ठुलो अर्डरहरू सबै उठाउन सकिन्न। त अब यता सेन्सबेरीतिर गइन्छ। बाटोहरू यति राम्रो छ नि, सफा छ यिनीहरूको हैन। मौसम राम्रो भयो झनै राम्रो हुन्छ, यति सफा हुन्छ यिनीहरूको यहाँ हैन। अर्डर आउला जस्तो छैन हैन। एउटा अर्डर गर्यो अनि त्यसपछि अब चाहिँ आफ्नै सामान किन्नुतिर लाग्नुपर्दो जस्तो देखियो यहाँ। सो आज एउटै मात्र अर्डर गरेर अब घर फर्किराखेको छु। सो छैन, आज एउटा सानो अर्डर गरियो अनि घर फर्किँदैछु हैन। यो यता लेफ्ट साइडमा चाहिँ हाम्रो स्कुल छ, स्कुलको डिजाइनहरू एकदमै राम्रो छ यिनीहरूको हैन। अनि अर्को कुरा यता नजिकै चर्च पनि छ, तर चर्च खासै अहिले चलेको जस्तो मैले देखिएन। चर्च चाहिँ बन्द भएको हो कि जस्तो लाग्छ हैन। बाटो चाहिँ खासै राम्रो देखिएन मैले भ्यू हैन। यतातिर चाहिँ घुम्नुपर्ने ठाउँ अलिक राम्रै छ कि जस्तो लागेर चाहिँ यता आइहालेँ हैन। त्यही भएर सबैजना भिडियो हेर्दै गर्नु होला है त।